सम्पूर्णमा नमस्कार। मेरो नाम कुशल कुँवर। आज पनि नयाँ भिडियो लिएर आइसकेको छु। हजुरहरूको माझमा हजुरहरूले हेर्नुहुन्छ भन्ने आशा गर्दै आजको भिडियोतर्फ जाम। आजको भिडियोको मुख्य एउटा राम्रो रमाइलो रोचक कुराहरू लिएर आइसकेको छु। आजको भिडियो के हो भन्दा चाहिँ म दसैँको बेला चाहिँ म भिडियो बनाउन चाहिँ पाइनँ, किनकि म गाउँ गएको बेला चाहिँ म भिडियो बनाउन पाइनँ। 15 दिन जति अहिले ग्याप भइसकेको छ। मैले भनेको थिएँ कि निरन्तर मैले भिडियो बनाउँछु, कन्सिस्टेन्सी भनेर मैले भिडियो बनाउँछु भनेको थिएँ, तर कदापि त्यो कन्सिस्टेन्सी चाहिँ भएन। किनकि 15 दिनको ग्याप कसले राख्छ कि यदि म थप भएछु, म थप रहेछु होइन भन्ने त पुष्टि भयो नि त, भएन त हो। कहिलेकाहीँ चाहदा पनि हुँदैन कि अब म भिडियो बनाउँछु भने चाहदा पनि हुँदैन, त्यस्तो भयो। अनि म गाउँतिर गएर म बनाउँछु भनेर सोचेको थिएँ। अनि बनाउँछु भनेर सोच्दा चाहिँ मैले सकेन, किनकि म गाउँको होइन ठाउँमा रमाएँ। गाउँ हेर्दै, गाउँको त्यो मुस्कान, त्यो पानी, हावा र त्यहाँ वेदर सबै हेरेँ, एकदम रमणीय थियो। सुतेर उठ्दाखेरि हिमाल देखिन्थ्यो। त्यो पनि एकदम नौलो हो हाम्रो लागि, किनकि हामीले यहाँबाट हिमाल देख्न पाइन्न। हामी नेपालमा छौँ, हामी नेपाली हो र हामी अहिले तराईमा छौँ। त्यही हुँदा चाहिँ हामी तराईमा हुँदा चाहिँ हामी पहाडमा गइसकेपछि बल्ल हामीले हिमाल देखिन्छ। ओके, त्यो कुरा पछि हेर्दा। अनि मैले भिडियो बनाउन पाएन, बनाएन, अल्छी होइन कि वातावरणै मिलेन मेरो होइन, वातावरण मिलेन। त्यो वातावरण पनि केवल एउटा मैले त्यहाँ हुन्छ नि पुरै म सम्झिन सकेन कि मैले यो गर्दै थिएँ भनेर। म भुलेछु, भुल्नु पनि त पर्यो कहिलेकाहीँ होइन। नयाँ ठाउँमा होइन, कति वर्ष 5-6 वर्षपछि गइएको। मेरो म जन्मेको घर त्यही हो, तर पनि मैले 5-6 वर्षमा जाँदा चाहिँ नयाँ अनुभव पाएँ, रमाइलो भयो। पहिला जस्तो रमाइलो त थिएन, त्यही पनि 5-6 वर्षमा जाँदा चाहिँ खुसी चाहिँ लाग्ने रहेछ। अनि मैले यो 30 दिनसम्म, मैले योभन्दा अगाडिको भिडियो चाहिँ 30-32 कतिसम्म पुगाएको थिएँ, तर मैले 1 महिना कन्सिस्टेन्सी चाहिँ दिएँ। कारणवश कुनै एक दिन त्यस्तो भयो कि जुनमा कहिलेकाहीँ नेट गइदिने, कहिलेकाहीँ त भुलिदिने पनि गर्दा चाहिँ भिडियो 1 दिन अगाडि पछाडि त्यस्तै आएको थियो। त्यही पनि अब भने चाहिँ म एकदम पहिलाको भन्दा जोस र जाँगर लिएर आएको छु। के हो भन्दा चाहिँ कन्टिन्युटी। कतिसम्म अहिलेको लागि हामीले 45 डेज च्यालेन्ज गराउने छौँ। अघिल्लो चोटि 30 च्यालेन्ज, अहिले 45 डेज च्यालेन्ज, त्यसपछि हुनेछ 60। भन्न त भन्दिनँ कि पछि त्यस्तै पनि त हुनसक्छ, तर अहिलेको लागि 45 डेज च्यालेन्ज। यो 45 डेज च्यालेन्जमा नयाँ कुरा मैले सिकाउने छु र म आफूले सिक्ने छु। पहिला आफूले सिक्ने छु र हजुरहरूलाई पनि सिकाउने छु नयाँ कुरा। यो एउटा केवल मेरो एउटा लाइफमा आफूलाई बोल्न पाउने एउटा ठाउँ बनाएको हो। यो आफूलाई कहाँ बोल्ने, कोसँग बोल्ने भन्दा मोबाइलसँग बोल्छु, अगाडि मोबाइल राख्छु अनि म बोल्छु। बोल्नु त पाइयो नि, पाइएन र पाइयो नि। ओके, केही छैन। अब भने भोलिबाट डे 45 को च्यालेन्ज, डे 1 डे 45 सम्मको। अघिल्लोचोटि
30 त कटिसकेको, त्यही पनि अबको पालि भनेको 45। यो 45 डेजमा मैले के गर्छु, कसो गर्छु र मैले कस्तो कुरा व्यक्त गर्छु हजुरहरूलाई त्यो हेर्न बाँकी नै छ। अब भने प्लानिङ हुँदैछ 45 डेज च्यालेन्ज। यो हामी कम्युनिकेसन स्किल हो, हामी सिक्नु आएको, हामी सिकेर पनि अवश्य जानेछौँ र हामीले यहाँ बोल्न सिक्यौँ भने हामी भोलि बिहान अन्त गरेर पनि हामी राम्रोसँग बोल्न सकिन्छ। हामी हाम्रो कुनै रिलेटिभ्सहरू आफ्नो घरमा आउनुभयो भने उहाँहरूसँग पनि बोल्न सकिन्छ। त्यही कारणले गर्दा चाहिँ म यस्तो क्याम्पेनहरू सुरु गरिसकेको छु। अब भने हाम्रो डे 45 डेज च्यालेन्ज आज भने यो प्लानिङ, भोलिदेखि डे 1 डे 2 डे 3 डे 4 डे 5। ओके राम्रोसँग हेर्नु होला, म पनि राम्रोसँग बनाउने छु। मैले धेरै हजुरलाई आशा देखाएको छु, त्यो आशा मैले टुट्न दिने छैन। होप रमाइलो हुनेछ। ओके, जय नेपाल। फेरि पनि नयाँ भिडियोमा आउनेछौँ। नमस्ते, थ्याङ्क यू।